फ्रेन्डशिप जेन्डर बन्ड भन्दा माथि हुन्छ। अब हेर्नुस् बोइज एन्ड गर्ल्स फ्रेन्डशिपका केही इन्ट्रेस्टिङ फ्याक्टहरू। बोइज युजली बोन्ड ओभर सियर एन्ड एडभेन्चर। गेम खेल्ने, प्र्याङ्क गर्ने अनि सँगै हाँस्ने, खेल्ने र समस्याको समाधान गर्नु त्यो नै बोइजको रियल कनेक्सन हो। फ्याक्ट नम्बर 2, गर्ल्स बोन्ड थ्रट इमोसन। दे सियर सिक्रेट, वरी एन्ड ड्रिम्स। अनि जादुको झप्पीले उनीहरूको दिन नै चेन्ज गर्न सक्छ। फ्याक्ट नम्बर 3, विदाउट मेनी वर्ड्स बोइज क्यान अन्डरस्ट्यान्ड इच अदर। समटाइम्स साइलेन्ट सपोर्ट इज लाउडर देन प्रमिस। फ्याक्ट नम्बर 4, गर्ल्स फ्रेन्डशिप धेरै सहानुभूतिमा आधारित हुन्छ। सानो सानो म्यासेज, फोन कल वा केही कुरा सुन्न पनि इमोसनल बोन्डलाई लाइफ टाइम यादगार बनाउँछ। फ्याक्ट नम्बर 5, बोइज फ्रेन्डशिप लोयालिटीमा विश्वास गर्छन्। मिस्टेक भए पनि साँचो साथीले तपाईँको साथ दिइरहन्छ, कुनै मूल्याङ्कन र आलोचना बिना। त्यसैले चाहे बोइज होस् चाहे गर्ल्स होस्, ट्रु फ्रेन्डशिप भनेको लभ, ट्रस्ट र सपोर्ट हो। जेन्डर माथिको कनेक्सन नै सबैभन्दा ठुलो कुरा हो। साँचो फ्रेन्डशिप सबैको लागि हो। तपाईँको साथीलाई यो भिडियो सेयर गर्नु र आफ्नो साथीलाई मेन्सन गर्नुहोस् जसले तपाईँको साथ दिन्छ। यदि तपाईँलाई आजको यो भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु र अर्को कुन टपिकमा भिडियो बनाउने भनेर कमेन्ट गरिदिनु। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। लभ यु अल, स्पेसली फर यु।